बोल्दा त यो त काण्ड भयो ल भयो छोड्दो नबोल नि त अब छोड्दो अब सक्यो त यहाँ के फेरि कस्तो सबैको कुरा ठिक छ कि फेरि कुरा सबैको ठिक छ विनु सर भनेको नराम्रो होइन तिमीले भनेको नराम्रो होइन दुईटैको कुरा ठिक छ तर चाहिँ यसरी आवेशमा आउनु हुँदैन क्या धम्क्याउने होइन नि त दाइ तिमीलाई घाटा हुन्छ वाट के हो त्यो भनेको नबोल न नगर ल अब एक शब्द बोले मलाई रोक्दिन है म कसम हिँड्छु यहाँ यस्तो पनि गर्ने यार भयो नबोले नानी तिमी तिमीलाई नबोल अब विनु सर बोल्नु भयो त तिमीलाई बोल नि त चुप लाग्ने एकछिन यस्तो मजा आयो त कसरी मजा आउँछ त रमाइलो त्यो रमाइलो गर्नु भनेर हिँडेछ उहाँबाट त्यस्तो गर्दा गर्दै चाहिँ माहौल छोडेर हिँडेको होइन माहौल गरेर हिँडेछ अब चुप लागेन यस्तो हुन्छ क्या सर जहिले के हुन्छ नि मेरो लोकल अर्गनाइजर छ चाहिँ मेरो आर्टिस्टको डिबेट नहोस् भन्ने त चाहना मेरो होइन सुन्छ सुन न माहौल त मैले बनाइरहेको छु होइन त्यो घरमा पनि हजुरले देखेको छु नि होइन मैले सुन्छ न प्रकाशजीलाई मैले भनेर इन्भाइरोमेन्ट बनायो नि त सुन्छ न बद्री सरले त्यसमा कोअपरेट गर्नु अरू कसैले बुझेर त बुझ्दैन बुझ्छ मैले अहिले यहाँ आइरहेको छ हजुरसँग डिबेट गर्न आवश्यक छैन बहिनीलाई पीडा त हामीलाई पनि छ नि त होइन बहिनीलाई यो भएको त मैले भने नि त त्यहाँ यसो गर्नु पर्यो के सहयोग गर्नु म रेडी छु भनिरहेको छु नि त होइन हजुरसँग डिबेट गर्न आवश्यक छैन भन्ने मात्रै मेरो लजिक अरू केही पनि होइन क्या मैले भनेको त ल मैले भने अहिले पनि के हो हिजो पनि के हो भोलि पनि के हो भने मसँग जो कोही पनि मसँग सुन्छ बहिनी मेरो पनि बहिनी हो क्या सुन्छ न चाडबाडको नजिक छ मेरो पनि बहिनी हो सुन्छ न उसलाई अहिले म मात्रै बोल्छु अहिले म मात्रै बोल्छु कुरा के हो त भन्दाखेरि पहिलो कुरो एलिनाको चाहिँ एकदमै उसले रियाक्ट गरि उसको चाहिँ 8 दिनसम्म भाइ हराएर रहेछ कता कता हिँडेछ उसलाई त्यो तनाव भयो अब हजुरले चाहिँ त्यो कुरा अहिले नगर पछि गरौँला भन्ने कुरा हजुरले गर्नुभयो केही पर्सन कुरा हामीले पनि केही भन्नुपर्छ नि हामीले भन्नुलाई हजुरले भन्नुभयो एलिनाले चाहिँ त्यो म मेरो घर कुरा म टेन्सन त हुन्छ नि मलाई भन्ने कुरा एलिनाको भयो अब एलिना तनाव भएको बेलामा उसले पनि अब कहाँ छु के छु त्यो ख्याल गरेन त्यो ठिक छ अब हजुरले अब छोडिदिनुहोस् क्या अब हजुरले हामीले केही गर्न सक्छौँ भन्ने हजुर कुरा हो तर उसको कुरामा हामीले केही पनि गर्न सकिँदैन म नबोलेको भए त समस्या नै थिएन यहाँ केही पनि गर्न सकिँदैन क्या म नबोल्दै भए चाहिँ केही पनि थिएन क्या आई डोन्ट मिन टु हर्ट टु बहिनी क्या तर किन मेरो किन त्यहाँ भनेको नि उसलाई हुँदैन ऊ पनि भनेको हुँदैन मैले एटलिस्ट के भने सुमनजीहरू सक्यो